नमस्कार अनि हार्दिक स्वागत छ सदाजी। फेरि पनि आज हामी भुन्टी सिरियलको नयाँ रिभ्यू भाग लिएर तपाईहरुमाझ उपस्थित भइसकेका छौँ। तपाईहरु हाम्रो यस च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो यस च्यानललाई सब्स्क्राइब गरी हामीसँगै जोडिनु होला ताकि हामीले हालेका भुन्टी सिरियलका हरेक रिभ्यू भागहरू तपाईहरुमा चाँडै नै ल्याउनेछौँ भन्दै अब भने यसै भिडियोतर्फ लागौ दर्शक साथीहरु। अघिल्लो एपिसोड हेरे अनुसार भने अब भने हेर्नुस् त यहाँ के भएको छ, जसमा चाहिँ यता हाम्रो भुन्टी भूपेन्द्र र टोकले चाहिँ आफ्नो आमालाई आफ्नो सासु आमालाई चाहिँ भेट्नको लागि चाहिँ अस्पतालतर्फ आइरहेका थिए, जसमा चाहिँ यता हाम्रो भूपेन्द्रका गाडी चाहिँ एकदमै स्पिड रूपमा हाँकिरहेका थिए र सोही क्रममा हाम्रो भुन्टीले भनेको थियो कि पहिबाट गाडी एकदमै बिस्तारै हाँक्नुस् है। जताततै मान्छेहरूको आवत जावत छ र मान्छेको चाप चाहिँ बढिरहेको छ र यस्तो अवस्थामा तपाईले यसरी बेस्तरी गाडी हाँक्ने हैन, पहिबाट एकदमै बिस्तारै गाडी हाँक्नुस् है पहिबाट भनेर जति विधि सम्झाउँदा पनि हाम्रो भूपेन्द्र चाहिँ मानिरहेका थिएनन् र उनले आफ्नो दिमागी कुरामा चाहिँ चलिरहेका थिए, जसमा चाहिँ सधैँ मैले गाडी चलाइरहेको छु र यस्तो समस्या आजसम्म कसैलाई पनि परेको छैन र कहिले पनि पर्दैन, तिमी चुप लाएर बस्छौ भनेर चाहिँ हाम्रो भुन्टीलाई चाहिँ उनले यसरी हकारेका थिए। र अब भने साथीहरु हेर्नुस् त यहाँ के भएको छ, जसमा चाहिँ हाम्रो भुन्टीले त पहिले होस गरेकी थिइन् र विचार पुर्याएर बोलेकी थिइन् भनेकी थिइन्, तर यता हाम्रो भूपेन्द्रले उनको कुरालाई चाहिँ इन्कार गरेका थिए र सबै कुरा चाहिँ मैले जानेको छु, मैले बुझेको छु, यत्रो वर्षको मसँग अनुभव छ भनेर चाहिँ उनले चाहिँ आफ्नो अभ्यासबारे आफ्नो तयारीप्रति चाहिँ एकदमै घमण्ड थियो उनमा। तर उनको घमण्ड चाहिँ अब तोडेको छ, जसमा चाहिँ साथीहरु हामी सबैलाई लागिरहेको थियो कि आखिर ठक्कर खाने व्यक्ति को हुँदैन, ठक्कर त हाम्रो भूपेन्द्रको गाडीले दिइसकेको छ। अब भने अरू कोही व्यक्ति हो भने अरू कुनै वस्तु हो भने अब त्यसको अवस्था कस्तो भएको होला भनेर चाहिँ हामी सबै साथीहरु चाहिँ कौतूहलता थियो। र अन्त्यमा अब भने ती एकजना युवक रहेका छन् जो चाहिँ अब भने उनले भनेका छन् कि म त मर्नै लागे, मलाई छिटोभन्दा छिटो अस्पताल लिएर जानुहोस् नत्र म मर्छु भने चाहिँ उनले यसरी बिन्ती भाव गर्दा पनि हाम्रो भूपेन्द्र चाहिँ रिसाएर झर्केका थिए, जसमा चाहिँ तपाईँ किन मेरो गाडीकै अगाडि ठोकिन आउनुभयो भनेर भन्दाखेरि यता ती व्यक्तिले भनेका छन् कि म आफ्नो साइडमा हिँडिरहेका थिएँ, तपाईँको गाडी एकदमै स्पिड रूपमा थियो र मैले तपाईँलाई गाडी रोक्नुहोस् भनेको थिएँ, तर तपाईँले मेरो कुरालाई सुन्नु भएन र गाडी एकदमै स्पिड रूपमा हाँक्नु भएको कारणले आज यस्तो अवस्था सिर्जना भएको छ भनेर साथीहरु अब भने यता हेर्नुहोस् त हाम्रो भूपेन्द्रलाई चाहिँ ती व्यक्तिले चाहिँ भनिरहेका थिए। तर अन्त्यमा अब भने त हाम्रो भूपेन्द्रको पनि बल्ल होस् भने अझ पनि आएको छैन, जसमा चाहिँ उनलाई आफ्नै घमण्ड छ साथीहरु। अब पनि यता हाम्रो भुन्टीले भनेको छिन् कि हामी आफै उसलाई दबाई गरिदिन्छौँ भनेर चाहिँ हतार चाहिँ उनलाई चाहिँ गाडीमा लिएर चाहिँ गएका छन्। र अन्त्यमा अब भने उनको उपचार त भएको छ, तर उनको उपचारमा कति लगानी लाग्ने कति खर्च लाग्ने र उनका आफन्तलाई पनि कसैलाई पनि सुनाएका छन्, जसमा चाहिँ यता हाम्रो भुन्टीले भनेको थिइन् कि पहिबुढा तपाईँ त केही समय त ती व्यक्तिलाई कुरेर बस्नुपर्ने, उसको आफन्त नआउन्जेलसम्म उसलाई तपाईँले ख्यालवास्ता गर्नुपर्ने थियो, तर तपाईँले किन उसको ख्यालवास्ता नगरिकन तपाईँले यसरी आउनुभएको छ, बिरामी आमा भेट्न जानुभएको न त तपाईँले मेरो आमासँग नै भेटघाट गर्नुभयो, किन तपाईँले यस्तो व्यवहार गर्नुभएको छ भनेर भन्दाखेरि यता हाम्रो भूपेन्द्र उनी अझ पनि बोल्न सकेका छैनन्, ताकि उनलाई सबै कुराहरू चाहिँ यही भुन्टीको कारणले भएको र यसलाई किन मैले भेट्ने र यसको आमालाई किन मैले भेट्ने र त्यो व्यक्ति आफै ठक्कर खान आएको व्यक्ति हो, मैले त्यसलाई किन आफ्नो पैसा खर्च गरेँ भने चाहिँ उनको दिमागमा र उनको मानसपटलमा चाहिँ त्यो छ, जसमा चाहिँ अब भने यता उनी आफ्नो सासु आमालाई नभेटिकन उनी चाहिँ आफ्नो घरतर्फ फर्केका छन्, जसमा चाहिँ उनले आफ्नो श्रीमतीलाई त पर्दैन भेट्न किन जान पर्यो, जमुना दिदी आमा अनि दाई हुँदै हुनुहुन्छ, बुवा पनि हुँदै हुनुहुन्छ, तिमी किन भेट्न जाने, तिमी र तिम्रो आमा सन्चो हुने हो र भनेर चाहिँ हाम्रो भूपेन्द्रले चाहिँ यसरी जवाफ दिएका थिए। जसमा चाहिँ यता हाम्रो भुन्टीले पनि म जससँग भनेको थिएँ कि तपाईँको आमा बिरामी हुँदाखेरि चारैजना छोराछोरी बेडको वरिपरि चाहिन्छ भने मेरो आमाले पनि छोराछोरी खोजिरहनु भएको छ, तपाईँले यस्तो बेलामा कस्तो अवस्थामा कस्तो बोल्ने भनेर तपाईँलाई केही पनि थाहा छैन, मेरो आमा त्यसरी बेडमा थलिएर बस्नुभएको छ, थलिएर बसेको आमालाई म भेट्न नजाने, म जान्छु, तपाईँले के गर्न सक्नुहुन्छ रोकेर त देखाउनुहोस्, म जान्छु मेरो आमालाई भेट्नको लागि, चाहे अवस्था जस्तो सुकै सिर्जना किन नहोस् तर म मेरो आमालाई भेट्न जान्छु भनेर चाहिँ उनी आफ्नो आमालाई भेट्नको लागि चाहिँ गएकी थिइन्। र यता ठुल्दाइले पनि भन्नुभएको थियो कि ए भूपेन्द्र जा तिनैजना गएर आमालाई भेटेर आऊ र आमाको अवस्था कस्तो छ सबै कुराहरू चाहिँ पत्ता लगाएर आऊ भनेर चाहिँ यता ठुल्दाइले भन्नुभएकै कुरालाई काट्न नसकेर हाम्रो भूपेन्द्र भने यता आफ्नो जेठामलाई र आफ्नो श्रीमतीलाई चाहिँ अस्पतालतर्फ चाहिँ लिएर गइरहेका थिए र सोही क्रममा एकजना व्यक्तिले ठक्कर खाए र उनको अवस्था गम्भीर अवस्थामा भएको छ र चारभन्दा चाँडै त हाम्रो भुन्टीले अस्पतालतर्फ लगेर उनको उपचार गरिरहेकी थिइन्। साथीहरु हरेक गल्तीहरू चाहिँ त्यो घरमा जति पनि घटनाहरू चाहिँ घट्छ र हरेक गल्तीको महसुस किन हाम्रो भुन्टीले मात्र खेप्नु परेको छ, कतिन्जेलसम्म यसरी अन्याय र अत्याचार सहेर बस्ने, जसमा चाहिँ हाम्रो भुन्टीले केही गल्ती पनि गरेको छैन र कसैको जीवन बर्बाद गर्ने काम पनि गरेको छैन र कसैको जीवनमा दाग लगाउने काम पनि कहिले पनि गरेकै छैन, ताकि उनी जस्तो चाहिँ हरेक नारीको उनले सम्मान गर्छिन् र अब जस्तो सुकै परिस्थितिमा भए तापनि हरेकलाई
साथ सहयोग गर्ने हामीले सोझी भुन्टीलाई तपाईँहरू के भन्न चाहनुहुन्छ, जसमा चाहिँ साथीहरू अब भने यता हाम्रो भुन्टीले भनेकी थिइन् कि ती ठक्कर दिने ठक्कर खाने व्यक्तिका आफन्तहरू आउनुभयो भने अब भने तपाईँलाई उनीहरूले गर्ने व्यवहार निकै नै फरक हुनसक्छ। यसै कारणले तपाईँ गएर ती व्यक्तिको चाहिँ उपचार गरिदिनु भनेर भन्दाखेरि यता हाम्रो भूपेन्द्रले ठाडो जवाफ दिएका थिए, जसमा चाहिँ म किन जाने भने चाहिँ उनले यसरी प्रतिक्रिया चाहिँ दिइरहेका थिए। तिम्रो दाइ हुनुहुन्छ त, तिम्रो माइतीहरू हुनुहुन्छ त, तिम्रो माइतीलाई फोन गरेर भन्न पठाउन, म किन जाने, तिम्रो दाइ हुनुहुन्छ, तिम्रो दाइले हेर्न पठाऊ भनेर चाहिँ उनले भनेका थिए। र यतिकैमा हाम्रो भुन्टीले भनेको थिएन कि मेरो आमालाई त्यहाँ अस्पतालमा गएर चाहिँ भेट्न नजाने, अनि म मेरो माइतीलाई चाहिँ ती बिरामी व्यक्तिलाई चाहिँ हेर्नु उसको स्याहार गर्छु भन्छु, यो मबाट कदापि पनि हुन सक्दैन। तपाईँले मेरो आमालाई भेट्नु भयो भने मैले किन त्यो व्यक्तिलाई चाहिँ मेरो घरकालाई चाहिँ हेर्दिएँ भन्ने, मबाट यस्तो हुनै सक्दैन भनेर चाहिँ हाम्रो भुन्टीले जवाफ दिएकी हुन्छन्। र अन्त्यमा उनीहरू घरतर्फ पुगेका हुन्छन्। बिहानको समय हुन्छ जसमा चाहिँ हाम्रो भुन्टीका आमालाई एकदमै चम्सुरुको साग चाहिँ खान मन लागेको हुन्छ, जसमा चाहिँ यता हाम्रो भुन्टीले भनेको थिइन् कि आमालाई भेट्न जाने क्रममा, आमा तिमीलाई के खान मन लागेको छ, तिमीलाई जे खान मन लागेको छ त्यो खानेकुराको नाम भन, म तिमीलाई त्यही नै ल्याइदिन्छु। म यहाँ सुत्ने थिएँ तर यो ठाउँमा चाहिँ एकदमै ठाउँ साँघुरो छ, सुत्ने ठाउँ पनि छैन, यसै कारणले म घरमै जान्छु र भोलिको समय आएपछि म तिमीलाई जे खान मन लागेको छ खानेकुरा बनाएर लिएर आइदिन्छु भनेर चाहिँ भनेकी थिइन्। जसमा चाहिँ साथीहरू अब पनि यता हाम्रो भुन्टी आफ्नो आमालाई छोडेर आफ्नो घरतर्फ गएको हुन्छन्, जसमा चाहिँ यता आमा छोरीको कुरा चाहिँ भइरहेको हुन्छ, जसमा चाहिँ यो सबै कुराहरू चाहिँ हाम्रो भूपेन्द्रलाई चाहिँ मनै परेको हुँदैन। जसमा चाहिँ कतिखेर भुन्टीलाई यो अस्पतालतर्फ हस्पिटलबाट चाहिँ घरतर्फ कतिखेर लैजान् भने चाहिँ उनको मानसपटमा चाहिँ त्यो रहेको हुन्छ, जसमा चाहिँ उनले आफ्नो भुन्टीलाई लिएर त गएका हुन्छन् र हाम्रो भुन्टी रोएकी हुन्छन्। जसमा चाहिँ सँगै आएको ज्वाइँ छोरीले त्यो भेटी, तर ज्वाइँले नभेट्दाखेरि मेरो आमाको मनमा कस्तो भावनामा डुब्नु होला र कस्तो उहाँलाई भयो होला भनेर चाहिँ उनले चाहिँ सोचिरहेको हुन्छन्। तर पनि यता हाम्रो भूपेन्द्र आफ्नो भुन्टी त्यहीँ मरोस् कि त्यहीँ खुसी होस् कि जेसुकै होस्, तर पनि उनलाई के वास्ता छैन। जसमा चाहिँ यता सबै कुराहरू चाहिँ भुन्टीले मेरो बहिनीको जीवनमा यति धेरै षड्यन्त्र रची र यसकै गाउँको केटा रहेछ, यसरी नै पैसा दिएर चाहिँ मेरो बहिनीको इज्जतमाथि दाग लगाउने काम गरे भने चाहिँ त्यही कुरामा उनको दिमाग चाहिँ घुमिरहेको छ र उनले केही सोच्न पनि सकेका छैन। जसमा चाहिँ उनको दाजुभाइले र दिदीबहिनीले पनि यही भनेका छन् कि आज भुन्टीको कारणले यस्तो अवस्थामा सिर्जना हुन पुग्यो र यसरी नै यसको गाउँको केटा रहेछ, 2-4 पैसाको लोभमा आश्वासन दिएर यसले चाहिँ मेरो जीवनमा चाहिँ यस्तो घटना घटाएकी रहेछ भने चाहिँ उनले सबै कुराहरू चाहिँ उल्टो पुल्टो गरेर चाहिँ उनको दाइलाई चाहिँ त्यसरी भनेकी हुन्छन्। र सोही कुराको भरोसा गरेर हाम्रो भूपेन्द्रले आफ्नो भुन्टीमाथि गर्ने व्यवहार पनि निकै नै फरक छ। र अन्त्यमा साथीहरू यता बिहानको समय हुन्छ, यता हाम्रो भुन्टीले आफ्नो आमालाई खान मन लागेको चिजहरू चाहिँ तयार पारेको हुन्छन् र आमालाई आफ्नो भेट्नको लागि चाहिँ हस्पिटलतर्फ चाहिँ उनी जाँदै गरेकी हुन्छन्। र सोही क्रममा यता हाम्रो भूपेन्द्रले रोग चेक गरेका छन्। कहाँ जान लागेको भुन्टी, तिमी कतै पनि जाँदैनौ, किन यहाँबाट खानेकुरा बोकेर लिएर जानु पर्यो, उहीँ खाइहाल्नुहुन्छ नि, किन तिमी जाने, किन यसरी खाना पोको पारेर लिएर जाने, तिमी त जाने न होइन भने चाहिँ यता हाम्रो भूपेन्द्रले भनेका हुन्छन्। साथीहरू अब भने यहाँ हाम्रो भुन्टीले जिद्दी गरेको छिन् कि म जान्छु, मेरो आमालाई यो चिजहरू खान मन लागेको छ, म किन नजाने भने चाहिँ यता हाम्रो भुन्टीले भनेको हुन्छ। तर उनको कुरालाई पनि उनले इन्कार गरेकी छिन्। जसमा चाहिँ साथीहरू यता हाम्रो भुन्टीले भनेको थिइन् कि बरु मलाई मार्नुहोस्, पिट्नुहोस्, कुट्नुहोस्, तर तपाईँले राम्रोसँग गाडी चलाउनुहोस्, एकदम स्पिडमा गाडी हाँक्ने एकदम ठिक लेभलमा चलाउनुहोस् भने चाहिँ भनेकी थिइन्। तर पनि यता हाम्रो भूपेन्द्रले उनको सबै कुराहरू चाहिँ इन्कार गरेका छन्। जसमा चाहिँ बिचारी बुढी आमा जो चाहिँ बिरामी आमालाई पनि उनले सादा खाना लगिदिएकी थिइन् र लगिदिने क्रममा चाहिँ उनले रोग चेक गरेका छन् र उनले त्यो खाना पनि लिएर जान पाएकी छिन्। जसमा चाहिँ उनको परिवारले चाहिँ यो भुन्टीलाई कसरी जेलको चलानी गर्ने र मेरो जीवनबाट र मेरो यो कुल खानदानबाट कसरी यसलाई बहिष्कार गर्ने भन्ने चाहिँ उनको सोच रहेको छ। बिचारी भुन्टीको जीवन पनि कहिले सुखमय भएन, उनको जीवन खाली जन्जरमै उनको दिनहरू बित्नु पुग्यो। समस्यामा अल्झेकी बिचारी भुन्टी कहिले पनि माथि उक्लिन्। र साथीहरू अब भने यता यतिकैमा झगडा भइरहेको हुन्छ र यता भने जो चाहिँ दुर्घटना भएका थिए उनका आफन्तहरू चाहिँ आएका हुन्छन्। जसमा चाहिँ उनको घर कुन हो भने चाहिँ उनी सहरतर्फ चाहिँ खोज्दै आएका थिए। अब भने उनको घरमा आइपुगेका छन्। जसमा चाहिँ उनीहरूले चाहिँ घरमा कोही पनि व्यक्ति देख्दैनन् र उनीहरू चिच्याउन थाल्छन्, ए ज्यान मारेको सन्तान हो, के गरेर बसेको छ, बाहिर निस्के, ए ज्यान मारेको सन्तान भन्दै यसरी हपारेका छन् र झपारेका छन्। र जति झपार्दा पनि उनीहरूले त त्यो कुरा चाहिँ इन्कार गरेका थिए। र अन्त्यमा साथीहरू हुलै आएपछि यता सबैजना आफ्नो कोठाबाट निस्केका हुन्छन्। ठुल दाइ,
भूमिका, भीम अनि हाम्रो भुन्टी र भूपेन्द्र पनि कोठाबाट निस्केका हुन्छन्। साथीहरू अब भने यस्तो अवस्थामा उनीहरू चाहिँ के गर्ला त। र आज आउने एपिसोडमा हामी यही एपिसोडको पर्खाइमा छौँ, जसमा चाहिँ आज आउने एपिसोडमा के होला त। पक्कै पनि जो चाहिँ दुर्घटना भएका व्यक्ति थिए, अब ती व्यक्तिको उपचार हुन्छ कि हाम्रै भुन्टी र भूपेन्द्र जेल जानुपर्ने हो कि हाम्रो भुन्टी त पक्कै पनि होइन। ताकि गाडी चलाउने व्यक्ति र गाडीवाला त हाम्रो भूपेन्द्र नै छन्, उनी नै गाडी चलाएका हुन् र अब भने उनी जेलको चलान हुनुपर्छ, जसमा चाहिँ हाम्रो भुन्टीले पहिले नै चेतना जगाएकी थिइन्, ए पै बुढा बिस्तारै गाडी हाँक्नुहोस् भनेर। तर हाम्रै भूपेन्द्रले आफ्नो मनोमानी गरेर एकदमै स्पिडमा गाडी हाँकेका थिए र उनले गाडी हाँकेर पनि ठिकै थियो। उनले कुनै युवकलाई दुर्घटनामा पारे त्यो पनि ठिकै थियो, तर उनले स्वास्थ्य चौकीमा लगे, तर उनले ख्याल वास्ते केही पनि गरेनन्। उनलाई कुन कुन दबाईको खाँचो थियो, कुन कुन सुईको आवश्यकता थियो, उनले केही कुरा पनि नबुझिकन उनी अस्पतालमा त राखे, तर पनि उनको स्वास्थ्यमा के छ कस्तो छ भनेर डाक्टरलाई केही पनि उनले सोधेनन् र उनको उपचारमा पनि केही ख्याल वास्ता गरेनन्। ताकि आज आउने एपिसोडमा साथीहरू कि ती व्यक्तिको दुर्घटना भएर मृत्यु नै भएको हो त, ताकि उनको आफन्त त आइसकेका छन्, जसमा चाहिँ साथीहरू यो कुरा पनि स्वाभाविक नै हो, जसमा चाहिँ आफ्नो मान्छेलाई हानिसकेपछि आफ्नो मान्छे पनि खोज्न आउनुपर्छ र त्यो व्यक्तिले उपचार गरेको छ कि छैन सबै सत्य तथ्य कुराहरू चाहिँ पत्ता लगाउनुपर्छ। आजको जमानामा साथीहरू यस्तो घटना पनि घटिरहेको छ, जो चाहिँ ड्राइभर चालकहरू चाहिँ आफ्नो मनमानी गर्छन्। जब चाहिँ ती कुनै व्यक्तिले चाहिँ दुर्घटनामा पार्छन्, तब आफूहरू उम्किनको लागि चाहिँ उनीहरू चाहिँ भाग्छन्, या त ती व्यक्तिलाई त्यही नै सरपोष्ट पारेर उनीहरूको अकालमै मृत्यु चाहिँ भइरहेको छ। र हाम्रो नेपालमा र वर्तमान समाजमा चाहिँ एक्सिडेन्टको समस्या एकदमै धेरै बढ्दो रूपमा छ, जसमा चाहिँ साथीहरू यता ड्राइभरहरूको लापरवाहीको कारणले आजको समाज एकदमै दिन प्रतिदिन त्रासमा बितिरहेको छ। र आजको यो वर्तमान युगमा वैज्ञानिक युगसँगै आज समस्या निकै नै बढिरहेको छ। र हरेक ठाउँमा साथीहरू हामी समाचार पनि सुन्न सक्छौँ कि एक्सिडेन्ट भएर दुर्घटना भएर कतिको मृत्यु गएको हुन्छ, जसमा चाहिँ कुनै अवस्थाहरू वातावरणिक अवस्थाहरू हुन्छन्, कुनै कुराहरू चाहिँ ड्राइभरकै र कुनै कुरा चाहिँ चालकको कारण र कुनै इन्जिनको कारणले पनि त्यस्तो समस्याहरू चाहिँ हुन सक्छ। तर पनि साथीहरू प्रकृति प्रकोपको आघातले केही पनि लाग्दैन। तर पनि हाम्रो भूपेन्द्र त्यो समय त एकदमै राम्रो समय थियो र त्यो समयमा हाम्रो भुन्टीले भनेको कुरा उनले पालना गरे भए आज यस्तो दिनहरू आउने थिएन, जसमा चाहिँ भूपेन्द्रले भनेका थिए कि तिमीलाई त जेलको चलान गर्नुपर्छ भने चाहिँ उनले त्यो शब्द चाहिँ प्रहार गरेका थिए। आज त्यही शब्द उनलाई नै प्रहार गरेको छ। आज आउने एपिसोडमा भने हाम्रो भूपेन्द्र पक्का पनि जेलको चलान हुनेछन्। उनले ती व्यक्तिलाई राम्रोसँग उनको स्वास्थ्य उपचारमा केही पनि सुधार ल्याएनन् र डाक्टरलाई पनि यस्तो त्यस्तो गर्नुहोस् भन्ने चाहिँ केही पनि भनेन। न त अलिकति पैसा छुट्याएर नै राखिदिए, न त उनले त हाम्रो भुन्टीको माइतीतर्फ पनि हेर्न नै लगाए। साथीहरू आज आउने एपिसोडमा भने के होला त। आजको एपिसोडमा हामी सबैजना पर्खाइमा छौँ र आज आउने एपिसोडमा भने हाम्रो भुन्टी निर्दोष ठहरिनुपर्छ। जो चाहिँ गाउँका मुखियाको छोरा कहलिएका छन्, ती व्यक्ति अब भने मुखियाका छोरा चाहिँ तिनी पक्कै पनि होइनन्। ताकि तिनी व्यक्ति त कहाँको केटा जो चाहिँ भाडामा बसेका थिए र त्यसपछि उनी त्यो घरबाट निस्केर गए। साथीहरू अब भने आजको भागमा चाहिँ के होला त। पक्कै पनि अब भने हाम्रो भुन्टी निर्दोष छिन् र उनी निर्दोष नै ठहरिनुपर्छ र उनले त्यस्तो केही पनि गल्ती गरेका छन्, जसले आज उनको इज्जतमाथि र उनको जवानीमाथि हात उठाउने कामहरू गरिरहेको छ, औला उठाउने कामहरू गरेको छ। त्यो औला जसले उठाएका थिए त्यो औला आफैतिर फर्कोस् भन्दै आजको रिभ्यूबाट बिदा हुन चाहन्छु। साथीहरू अब भने तपाईँले हाम्रो भुन्टीलाई जस्तो सल्लाह सुझाव दिन चाहनुहुन्छ र भूपेन्द्रलाई के भन्न चाहनुहुन्छ र यदि भुन्टीको आमालाई ग्रेटेबल साउन्ड आमा भनेर भन्नुहुन्छ भने तपाईँको खाली कमेन्टमा कमेन्ट गरिदिनु होला। सँगै हामी भुन्टीको आमाको स्वास्थ्य लाभको कामना गर्दै आजको रिभ्यूबाट बिदा हुन चाहन्छौँ। धन्यवाद, शुभरात्रि।